छोरीको त्यो बुने चोली लुगा तैँले खान्छौ त्यो ब्याट्री कतिको खेद्दो रहेछ तैँले खिच्छ एउटा यो ओरिजिनल हो कुन चाहिँ अहिले त अनि भएन अहिले त अनि उनी गर्नु
उमालेकै काँचै भयो नि अहिले भाइको कपाल यसो थाप्ने ल ट्र्याप काट्ने सुरुमा टुप्पी झ्याप्पै काट्ने अनि त्यसपछि सबै काटिदिने दोस्राउने कि आजै गर्ने सबै आजै गर्ने हो ब्रेक डाउन भएको छ यहाँको यस्तो गर्नु तपाईँ मामा हो नि त नभए यतिकै झ्याप्पा हान्दिने तालुसिङ है तालुसिङ अन्त थापिराख्नु ल अब सबै काटिदिनु झरुप्पै 3 चोटि राख्नु त्यहाँ सबै काटिदिनु राम्रो काट्दैन खरिनी भएपछि अलिकति उसलाई पनि छुन दिनु योले त काट्दैन त बाबु जम्मै काट्छ सुसेमाला बाबु जोडेर यसले त छिर्दैन पताको पनि परेर लगाउनु फेटर लाउनु त्यो काटेपछि फेटर लाउनु टिका राख्ने अनि पछि दोस्रो आउने एक साबुन परेको यो नेम चाहिँ त 3 चोटि हुन्छ क्या हाम्रो चाहिँ अब यो काट्यो नि मामाले कहाँ फेरि कसैलाई फेरि मामाले बेथानको रामेछापदेखिको मामाले अस्ति होइन यो ब्याङ्कमा तपाईँलाई थाहा छ त डबल सगुन राखेर फेरि सुन्नु केही हो न होइन भन्नु हामी के खाएको जम्मा थाहा हो छोटो छोटो सबै भयो जस्तो सक्यो होइन अहिले त्यो कपाल फरेपछि त्यहाँ भुइँमा एकदमै एकदम दुख्दैन ल मामाले जुट्नु सक्यो सिङसिङ आएमा आएन नि मामा चिल्लो पार्नु त्यो तपाईँले भन्नुभएको जस्तो फुक्लिने खालको हाल्दै हुन्थ्यो दामी हुन्थ्यो यसले अलि नहुँदैछ नि त्यो प्लेटले मात्रै गर्नु सक्नुहुन्छ अर्को यसले यो अलि उ रहेछ कि
सानो रहेछ त्यसो भए त्यो गर्दै गर्नु नहुने रहेछ यसले त। यो मिसिनले नहुने रहेछ बहिनी यो लानु यो खुल्ला खालको चाहियो कि खुल्ला बालको भयो चाहिँ खुल्ला खालको कहाँ पर्छ 2 मिनटमै हुन्छ यो पनि भयो खुल्ला खालको चाहिँ कहाँबाट ल्याउनु है पसले यार म तँलाई यो आएको खुल्ला खालको चाहिने यो थियो अहिलेको मिसिन हुन्छ नि त्यो खालको भयो भने ढुक्नु पनि नदिने सजिलो सर सर हुन्छ ए त्यो त हुँदैन अहिले त त्यो त मधेसीले मात्रै चलाउनु जान्छ नेपालीले जान्दैन जान्दैन होइन हामीले पनि हामीलाई पनि सजिलो हुन्छ प्रायः चोखो भइसक्यो ए तपाईँले जुट गरिहाल्नु भयो होइन उहाँले गर्नु त्यसो भए अन्त डाइनिङ प्लेटले त कस्तो स्वाद ए जेठानको तपाईँको अब म हेर्नु न त्यो कपाल फुलेको चाहिँ जेठान पर्छ क्या मलाई नाच्नु छ यहाँ रगत आउँछ फेरि रगत आउँछ अनि अहिले धेरै ज्ञान दियोस् बाबु त ज्ञानी हुनु सालीले प्रेसर कुकर बन्द गर्यो तर कन्ट्रोलमा खायो भने चाहिँ राम्रो होइन तर खानै नहुने त होइन नि त कन्ट्रोलमा किन छ लास्ट हुन्छ भनेर तपाईँले होइन ठिक छ म लास्ट गरिहाल्छु नि टनाकै खान्थेँ भनेर सोचेँ एकदम दुःखको कुरो रहेछ म घाँस पनि काट्छु दाउरा पनि बोक्छु गोरु पनि जोत्छु टेन्सनै छैन यी सानो अहिले नानीहरू हुर्कायो भन्नुमा आउँछ अनि मसँग भिडियो खेल्ने बहिनी जापान गएर आएर यहाँ मुलपानी कत्रो घर बनायो हेर्न छानामा सोनाली भन्दा नचाउनु नजानेको सिकाउनु भयो हाम्रोमा अफिस हातले नै उ गर्यो विश्वास दादा जस्तो गर्ने नि त यहाँ चिसो भयो लामाले त ए त्यो चम्चाले कति बाटी छ त्यो अनि फाइटो बुझाएन है प्लेट चाहिँ डुप्लिकेट हो नि त के अर्को हाल्दिउँ अर्को हालिन्छ अर्को हालिदिउँ प्लेट हाम्रो भाइको छोरालाई त जसले पनि छोरी भनेर कपडा किन्नको पनि छोरी कपडा भन्थ्यो क्या 11-12 वर्षको लामो कपाल ग्रीष्मको त के कपाल दिन्छ भन्ने मात्रै फरक हो अरू सबै मिल्छ हाम्रो आसियामहरू त टिका चोक्राम पकाइदिएको कि धेरै भोलिपछि शुद्ध शान्ति गरेर सुनको सितिर हाल्नु नि घर जा दल घाटेर इन्द्रदेवीहरू बोलाइदिनु खोलामा यता हुन त बग्नै पर्छ खोला सफा हुनलाई मान्छे पक्का हुनले दुःख पाउनै पर्छ बाबु 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 बिचकोहरू बिचबाट पलाएको होइन कस्तो भाव थाहा छ जानु भयो अरू मेरो कुरा त्यही रह्यो अर्को प्लेट चेन्ज गर्नुपर्छ सेम पर्दैन होला ए 10 रुपियाँ गर्दा कहीँ कहीँ बस्यो पछि आफै लामो हुन्छ भाइ अझ थाला तल गरेर छोरी यसको थाला तल गरेर अझै तल अझै तल अझै तल अझै खास तल त्यो घोडा टेकेर भुइँबस्नु भुइँमा बस्छ त्यो घोडा टेकेर भुइँपर्छ बस्नुपर्ने त हो कति राम्रो थियो। मामाहरू हाम्रो तामाङहरू मैले भने निउरी छ निउरी त बाबु निउरी त केटीको छ। ल त्यसरी बस्नु न केटीको नि। कपाल यहाँ कपाल छ क्या भुलिया छ। 2 त 3 कै चाहियो छोरी यो चाहिँ यसरी फर्काउनु पक्का प्र्याक्टिस भइसक्यो 37 जना चेलीबेटीको हिँड्नुपर्छ हामी सानो भर्खर अस्ति दिन तेह्र गतिको धेरै चेली हुने त मलाई आज प्लस लगायो ल मुख चाहिँ चुच्चो नबनाऊ न लु अब कपडा लगाएर अनि टिका लगाउनु कपडा लगाइदिनु ए त्यो माथि 1300 पारेर लगाइदिनु हातले लगाइदिनु न हो त्यसरी पैसा लाभ पनि खेप्दिनँ यो संस्कार धेरै राम्रो हो क्या हाम्रोमा चाहिँ वाइट कुमार रेम्बर्सी नै आउनुभएको अनि
रानी बस्तीमा दुईवटा रेटहरू चाहिँ मिलेर गएपछि झन्नै नमानेको मासु पकाउँछ भनेर बल्ल बल्ल उसलाई भित्र ट्रेन गरेर लगिसकेपछि अनि पछि माने कपाल काट्ने बित्तिकै हिँड्यो नि त्यहाँ त मासु खासियत त्यो चाहिँ रेम्बर्जहरूले गर्यो कि उनीहरूले टाप्ची भन्छ है यो अघि त्यो कुनै सामान मिल्दैन नि हाम्रो यो त हाम्रो संस्कार जस्तो भयो त्यो अघि टाप्ची गऱ्यो भने फेरि घरमा पढि जाँदैन घरमा प्रवेश भएको भने यो चाहिँ फेरि हाम्रो पहिला हाम्रो गाउँतिर भन्दै नि त्यो हामीलाई चाहिँ भनौँ न आशीर्वाद दिनु त्यो अघि मलमबाट त्यो यो चाहिँ फेरि मामाले पनि मनमा दिनु पऱ्यो मामाले पनि दिनु पर्यो त्यो मलम चाहिँ अघि आशीर्वाद वर्ष सक्छ गाडीबाट पानीबाट आगोबाट 1 वर्ष जोगाउनु पर्छ आमालाई गर्थ्यौँ हजुर आमालाई आज माइती ठुलो हो नि तपाईँ भाइ भए पनि आज त अघि उहाँले त सगुन राखेर ढोग्नुपर्छ होइन त ऐसा त्यो चाहिँ हाम्रो रिमठिम भन्छ कि त्यो माइती ठुलो हो नि भन्छ मेला दौँ श्याम भने दुधमा अलि अन्त त्यो कपाल चाहिँ घोडाको जस्तै काटेछ ठिक छ कपाल अलि मिलाएको भयो भने चाहिँ छोरी पछि मामा आफैले गर्नुभयो गर्नुपर्छ परिश्रम जानु हाम्रो अस्ति नातिको मामाले पनि पकाउनु परेको भयो नि यो खादा लगाइदिने यो खादा लगाउनु त्यो चाहिँ दिदीले लगाइदिनु मैले लामो पारेर के त्यो त्यस्तोहरू अनि यो लगाइदिनु त्यो भित्र प्याकेटवाले लगाइदिनु त्यो नपाल्नु त्यो चाहिँ अब मामा लाउनुहुन्छ तपाईँ सक्यो दक्षिणा दिदीले पनि लगाइदिनु दिदी मतलब उ त छोरीले चाहिँ दुईटालाई लाउनु पर्ने त्यो चाहिँ बहिनीलाई लगाइदिनु हुन्छ प्याकेटको हो म त नलाउने किन उहाँलाई खाता खास त आमालाई चाहिँ लाउनुपर्छ आमा बाउ दुईवटा हाम्रो चाहिँ माइतीले लगाइदिन्छ छोरीलाई Tolong dia merang dia kayak nak orang liam merang liam kan dirende cerende kalau pun apa mas, tahu? Dia pasti itu sana mau dekat. Nama baik kok. Dia macam kalau di beneran behan mah, pada protein apa dia? Dia saya di nilai lagi. Apa dia udah saya? Dua tadi ni semua. Benda sama macam apa? यो उहाँहरूलाई यो तपाईँ दिदी र एउटा दिदीलाई एउटा बेना त्यो नि बेनाको लगाइदिनु दिदीलाई र बेनाको खाता लगाइदिनु भयो
ए माइजूले लो आँगिलो पालो साँच्ची अर्को ल्याउनु न म बस्नुपर्छ अर्को प्लेट एउटा ल्याउनुहोस् तपाईँ ठिकै छ तपाईँ एकछिन बसी हेल्प गरिदिनुहोस् ल म चाहिँ अब कस्तो जान्छु म बेलुका मात्रै आइपुग्छु ए हस् ल यसो बच्चाहरूको नानी यो साल होइन त के अरे बाहुनको चाहिँ बुहारी नै भन्छ हाम्रो मेरो साथीभाइ चिन्ने भएर गर्दैन नि ल तपाईँको युट्युबले अथवा मान्छे कोही फेरि चिन नबस्थेर कसले खिच्दैछ त्यो झुन्डेर मार्ने क्यामराम्यानले अर्जुन के अरे त्यसमा जनक कार्की के मान्छे बुढीले गर्दा पनि ठ्याक्कै झुन्डेर मार्दै बुढीलाई त होइन नि भाउ भिडियो राख्ने होला फेरि बोलाइ हुन्छ अब मैले त भाइ बुहारी बिहा गर्दा मैले मनाएको ए टोपीमा थापी यसले त मैले कुदिहाल्नु पऱ्यो खानाहरू पाक्यो होला नि तपाईँको मट्टीको लगाइदिन्छु पालो सिमला पनि कुतुर्केमा राख्नु ल म चाहिँ कुदेँ अब खाना केही खाएन अनि उसलाई चाहिँ बरु बेडसेटहरू आमालाई खाएर कुनै कुनै मेरो खानामा छ खाना नि म त हो कि होइन कन्फ्युज सुन्सान छ अनि फेरि फर्केर कोरोनाले गर्दा नगरा हाम्रो पनि होइन आधी आएन नि 100 जना आएन तर सबै पैसा आयो बेलुका त गएर कोही खानु कोही पुऱ्याउनु पानी साथ 37 घरमा अहिले कान्छा ससुराली देख्नु भएको छ नि तपाईँको घरमा 37 घर ससुरालीको भाइ अब सानी साइकल किन्नु मेरो त कपडै रङ्गिन भएको छ होइन प्लास्टिक ल्याएर Loh, nani? Tahu tuh dia menyerang dia karena nanti dia sekarang suatu saya bertanya dari bukan itu. खाता एउटा मात्रै भयो भाइलाई भाइ है नमस्ते छोरीको चाहिँ नयाँ छोरी भनेपछि छोरीलाई चाहिँ म कपडै किन्छु ल है छोरीलाई चाहिँ कपडै किन्नु पर्यो अहिले यति बाबुलाई है छोरीलाई त कुनै छोरी ल्याइदिनुपर्छ मैले है छोरी ताल सिम गरेर भन्नुपर्छ नै बसिराख्नु खाजा पनि ल्याउने बस्छ है दुईवटा छ नानीलाई
राख 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 त्यही राख पछि ठुलो भएको बेलामा लाउन मिल्दैन समय